Hi everyone, welcome back to my YouTube channel. I hope हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम आरामको सरी छु। भन्ने आज चाहिँ म कहाँ जाँदैछु भने घरदेखि अलिक बाहिर काकासम्मको यात्रामा गाइजहरू। अनि म चाहिँ अहिले हामी दुईजना चाहिँ राखा छङ्माको घरसम्म जाँदैछु गाइज। भिडमा खोजौँ एकान्तमा खोजौँ गाइज, पछाडि आउँदैछ है गाइज। गाइज अहिले चाहिँ हामी यो कालखोला झर्न लागिसकेको छौँ गाइज। हाम्रो यात्रा जारी नै छ भन्ने। तर आजको मौसम हेर्न सक्नुहुन्छ यति राम्रो छ नि है। भनेको थिएँ नि एकदम खोला चाहिँ झर्नु छ भनेर, हेर्नु चाहिँ एकदमै मान्छे पनि हुँदो रहेछ तर एकदम ओके ल साथीहरू, हामी चाहिँ यो रातमाटे भन्ने ठाउँमा आइपुगिसकेको छौँ। उकालोले फाइनली गाइज अब हामी चाहिँ यो वारिसको सिरानमा पनि आइपुगिसकेको छौँ। गाइज यो पानी कराएको हुनाले अलिक आवाज चाहिँ नसुनिरहेको र त्यसको लागि क्षमा चाहन्छु गाइज। अनि खोलामा आइपुग्यो फाइनली गाइज, हामी चाहिँ यो सिमल डाँडामा आइपुगिसकेको छौँ। अब हामी एकछिन बिसाउँछौँ ल गाइजहरू। अरू कुन थियो अब हामी के खान्छौँ ल गाइज। फाइनली गाइज हामी चाहिँ चाउचा खाँदैछौँ होला। देखि थालेन नि त। अहिले मलाई कस्तो हेऱ्यो क्या, त्यही भएर हाँसेको होला। कुरो ल गाइज कुरो। गाइज अब हाम्रो यात्रा फेरि पनि सुरु भइसकेको छ। अब हामी चाहिँ यो सिमल डाँडाबाट उकालो लाग्यौँ ल गाइजहरू। राखा स्कुल गाइज, राखा स्कुल हेर्न सक्नुहुन्छ। राखा स्कुल उहाँको घर आइसकेको छौँ। हेर्दा हेर्दा बाटोमा हेर्न सक्नुहुन्छ सुँगुरको बच्चा। अनि यता म चाहिँ हुनुहुन्छ भनौँ न गाइज। भन्दै आजलाई यति नै।